कहाँ लानुहुन्छ त बुढा, कहाँ लानुहुन्छ? हामीले आमालाई छोड्ने होइन, आमालाई परिवर्तन गराउन सक्नुपर्छ। आमा यत्तिको हुनुमा मामा र हजुरआमाको ठुलो हात छ। हुन त मान्छे भित्रैबाट कोही असल छ भने कसैले त्यतिसम्म खराब बनाउन त सक्दैन। आमालाई पहिल्यैदेखि मदेखि अलिअलि रिस्ता उठिरहेकै थियो। त्यहाँ माथि आगोमा घिउ थप्ने काम मामा र हजुरआमाले गर्नुभएको हो। अहिले यो विषयमा नसोच्नुहोस् बुढा, केही चिन्ता नगर्नुहोस्। अब थकाइ मरिहाल्यो, बिस्तारै बाटो लागौँ। हुन्छ बुढो, हुन्छ। तर एउटा कुरा टुङ्गो लगाइहाल्न पाए हुन्थ्यो जस्तो लागिरहेछ मलाई। हामी गाउँमा बसेर सहारालाई उचित शिक्षा दीक्षा दिन सक्दैनौँ कि जस्तो लाग्छ मलाई। गाउँमा राम्रो स्कुलै छैन, भएको स्कुल पनि विद्यार्थीहरू नगइदिएर बन्द होला जस्तो भइसक्यो। सबैले आफ्ना बच्चाहरूलाई सहरको राम्रो स्कुलमा लगेर पढाउन थालेका छन् आजभोलि। त्यसैले हामीले सहाराको भविष्यकै लागि भए पनि हामी सहरमै गएर बस्नुपर्छ बुढो। भोलि पर्सितिर म मेरो पुरानो नम्बर निकाल्छु अनि सरसँग कन्ट्याक्ट गर्छु। अब सरले मलाई जागिर दिनुभयो भने, सरसँग कुरा मिल्यो भने हामी सहरमै गएर बस्नुपर्छ है बुढो। हुन्छ बुढा, हुन्छ। अब केही दिन गाउँ बसौँ, यतै केही राम्रो गर्न सकिन्छ कि विचार गरौँ। सकेसम्म छोरीलाई गाउँमै राख्न पाए गाउँको हावापानी खानपानले पनि उसलाई धेरै राम्रो हुन्थ्यो भन्ने विश्वास छ मलाई। अब केही सिप लागेन भने अनि हजुरको साउसँग पनि कुराकानी भएर फेरि जागिर दिने हुनुभयो भने विचार गरौँला।